सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी बनाउन जाँदैछौँ आँपको स्मुदी। त्यसको लागि चाहिँ सुरुमा हामीले 3टा आँप लिएका छौँ। 3टा आँपलाई चाहिँ राम्रोसँग धोइधाइ गरेर त्यसको छिल्का निकालेर यसलाई चाहिँ राम्रोसँग काट्ने। त्यसपछि चाहिँ यसलाई एउटा भाँडामा राखेर ब्लेन्ड गर्न मिल्ने भाँडामा राखेर त्यसपछि त्यसमा हामीले राख्छौँ दुध, अलिकति दुध राख्ने। त्यसपछि आँप त मिठो नै हुन्छ, हजुरहरूले कतिको मिठो खानुहुन्छ त्यो अनुसार चाहिँ हजुरले चिनी थोरै धेरै गर्न सक्नुहुन्छ। मलाई चाहिँ अलि गुलियो मनपर्छ, सो मैले चाहिँ त्यसमा चिनी एड गरेँ। त्यसपछि हजुरसँग मिक्सर छ भने त्यसमा चाहिँ राम्रोसँग ब्लेन्ड हुन्छ। मसँग चाहिँ मिक्सर थिएन, सो मैले चाहिँ ह्यान्ड ब्लेन्डरले गरेँ। यसमा पनि राम्रोसँग फाइन पेस्ट त हुन्छ, तर अलि बेर चाहिँ गर्नुपर्छ। सो मैले गरिसकेँ। त्यसपछि चाहिँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो पेस्ट रेडी भयो थियो। सो यतापट्टि चाहिँ मैले साबुदाना हिजो राति चाहिँ भिगाएर राखेको थिएँ, त्यसलाई चाहिँ स्टिम गर्न राख्छौँ है गाइस। त्यसको लागि चाहिँ एउटा प्यान बसालेर त्यसमा चाहिँ पानी राखेँ। पानी हल्का तात्न लागिसकेपछि चाहिँ यसमा स्ट्यान्ड राखेर पानीलाई चाहिँ उम्लिन दिइसकेपछि त्यसमा चाहिँ मैले राखेँ साबुदाना स्टिम गर्नको लागि। साबुदानालाई चाहिँ यत्तिकै नराख्नु होला, स्टिम गर्न राखिसकेपछि चाहिँ यसलाई राम्रोसँग कभर गरिदिनु होला। मैले पनि राम्रोसँग राखिसकेपछि यता चाहिँ मैले बनाउन जाँदैछु त्यसमा हाल्नको लागि एउटा स्लरी। त्यसको लागि चाहिँ यति दुध निकाल्ने, दुध निकालिसकेपछि त्यसमा चाहिँ कस्टर्ड पाउडर राख्न पर्ने हो। मसँग चाहिँ कस्टर्ड पाउडर थिएन, सो मैले चाहिँ त्यसमा कर्नफ्लोर राखेँ। हजुरहरूले पनि कर्नफ्लोर पनि राख्न सक्नुहुन्छ है गाइस। त्यसपछि चाहिँ मैले त्यसमा 1 चम्मच जति कर्नफ्लोर एड गरिसकेपछि राम्रोसँग मिक्स गरेँ। राम्रोसँग मिक्स गर्नुपर्छ है गाइस, त्यसमा लम्स नरहने गरेर। त्यसपछि यतापट्टि चाहिँ बाँकी दुधलाई तताएँ। त्यही दुधमा चाहिँ त्यो अघि नै बनाएको कर्नफ्लोरको स्लरी चाहिँ राखेँ। त्यसपछि यसलाई हल्का चलाइ राम्रोसँग लम्स नपर्ने गरेर राम्रोसँग चलाउनुपर्छ। चलाइसकेपछि यता हेरेको यता फेरि साबुदाना पनि रेडी भइसक्यो रहेछ। सो मैले साबुदानाको फ्लेम चाहिँ बन्द गरिदिएँ। त्यसपछि चाहिँ त्यो साबुदानालाई निकालेर चाहिँ चिसो पानीमा राखेँ। चिसो पानीमा राखिसकेपछि चाहिँ त्यसलाई हल्का चम्मचले हजुर चलाउनु भयो भने चाहिँ राम्रोसँग निक्लिन्छ। सो त्यसलाई यस्तै गरेर राम्रोसँग चिसो पानीमा चाहिँ निकाल्ने। त्यसपछि चाहिँ त्यो पानी र साबुदानालाई अलग गर्ने। हेर्न सक्नुहुन्छ मैले पनि यसरी चाहिँ छानेर अलग गरेको थिएँ। साबुदाना चाहिँ एकदम राम्रोसँग पाक्छ, हेर्नु गाइस, त्यो स्टिम राम्रोसँग हुन्छ। हेर्न सक्नुहुन्छ, मैले हजुरहरूलाई देखाइदिन सक्छु। हेर्नु होला कस्तो राम्रोसँग चाहिँ यो भएको छ। त्यसपछि चाहिँ यतापट्टि हामीले बनाएको स्लरी पनि यत्तिको थिक भइसकेको थियो। सो अघि नै हामीले पिसेर राखेको त्यो आँपको पेस्ट चाहिँ हामीले यसमा एड गर्छौँ। एड गरिसकेपछि चाहिँ त्यो राम्रोसँग मिक्स हुने गरेर चाहिँ राम्रोसँग मिक्स गर्नु होला। त्यसलाई एकछिन मिक्स गरिसकेपछि यो चाहिँ राम्रोसँग मिक्स हुन्छ। त्यसपछि हामीले त्यसमा एड गर्छौँ साबुदाना, अघि नैको साबुदाना राम्रोसँग एड गर्ने। अब हेर्नुहोस्, हेरेर हजुरहरूले भन्न सक्नुहुन्छ कस्तो डल्लो परेछ, भित्रबाट डल्लो पर्ने त होइन भन्न सक्नुहुन्छ। त्यो चाहिँ त्यसमा राखिसकेपछि चाहिँ आफै खुल्छ है, हेर्न सक्नुहुन्छ। अहिले मैले देखाउँछु मिक्स गर्दै जाँदाखेरि त्यो चाहिँ म्याङ्गो सेकमा राम्रोसँग छुट्टिन्छ कि 1 घन्टा पिस। हेर्न सक्नुहुन्छ कस्तो मजाले छुट्टेको छ। अनि त्यसपछि चाहिँ हजुरहरूले अब यसमा आफ्नो मनपसन्द अनुसार जे पनि राख्न सक्नुहुन्छ। मसँग चाहिँ ड्राई फ्रुटहरूमा काजु र बदाम मात्रै थियो, सो मैले चाहिँ काजु र बदामलाई चाहिँ राम्रोसँग चप गरेर त्यसमा चाहिँ राखेँ। त्यसपछि यसलाई राम्रोसँग मिक्स गरिसकेपछि यसलाई चाहिँ एकछिन फ्रिजमा राखिदिनु होला। फ्रिजमा राखिसकेपछि चाहिँ यो अलि चिसो हुन्छ, चिसोमा चाहिँ खान मिठो हुन्छ। त्यसपछि चाहिँ हजुरको बच्चाबच्चीलाई कटोरामा राखेर सर्भ गर्न सक्नुहुन्छ। यसको चाहिँ टेस्ट एकदम मिठो भएको थियो है गाइस।